हेलो साथीहरु, आज चाहिँ हामी बाङ्गे बजार जान आँटेको आमा र म। बाङ्गे बजारमा के कस्तो हुन्छ तपाईलाई देखाउने छु है। दुधिया बजार गएको, दुधिया बजार। हेलमेट बिना किन 3 जना गएको भनेर भन्नु होला। बजार चाहिँ छेउमै छ नि त, 5 मिनेट पनि लाग्दैन। त्यही भएर चाहिँ हामी त्यतिकै हेलमेट नलाइकिन गएको थिए। हामी चाहिँ दुधे आइपुग्यौं र दुधेको भ्यू हेर्नु होला। कति रमाइलो गाउँ छ दुधे पनि, एकदमै मजाको देख्छ यो माथिबाट चाहिँ। अन्त ऊ पारी चाहिँ त्यहाँनिर बालासन खोला छ, अनि पारी त्यो देख्दै गरेको डाँडाहरू चाहिँ सबै मिरिक साइड हो। यो माथि पुरा डरलाग्दो भिड छ, कति पहिरोहरू गइसकिसक्यो यहाँनिर चाहिँ हो। डरलाग्दो छ देख्नुमा पनि। एन्टरिङ दुधिया बजार, यहाँदेखिको सुरु हुन्छ है। पुरै देख्नुहुँदै होला है। अझै भित्रतिर के छ म देखाउँछु तपाईहरुलाई। हामी चाहिँ बजारभित्र पसिसकेको छु र यहाँ केही सामान लिनु भनेर आएको थिएँ नि त। अन्त यहाँनिर पुरा भिड थियो, गरम पुरा थियो। यहाँनिर चाहिँ चप्पल दोकान, जुत्ता दोकानहरू पुरै छ। अनि यहाँनिर चाहिँ सब्जी दोकानहरू पनि धेरै नै छ। सब्जीको चाहिँ लाइन पुरा छ। अनि यहाँ स्पाइसेसहरूको दोकान पनि छ। र यता चाहिँ माछा मासुहरू पाउँछ यो लाइनमा चाहिँ। यो चाहिँ जब एन्टर गर्छ नि त्यो लाइन हो। यहाँनिर चाहिँ माछा मासु, खसीको मासु के भन्नुहुन्छ सबै पाउँछ। बोल्दी अर्को पालि दिन लिएर आउनु अरे रासन कार्ड। आमाले चाहिँ बार्गेन गर्नुहुँदैछ र भैयाले चाहिँ हँसाउनु हुँदैछ नि त। अनि यतापट्टि चाहिँ छ नाइटीहरूको दोकान। नाइटीहरू पुरै पाउँदो रहेछ। जेबीको लुगाहरू भनौँ न है, पुरै पाउँदो रहेछ। हामीले चाहिँ नानीको लागि छाता हेर्दै थियौँ हो। अन्त यो मन परेर चाहिँ यो र योमा कुन चाहिँ लाने भनेर चुज गर्दैछु हामी चाहिँ। सिटिम रहेछ है। यो बद्दैन छ। भेराइटीहरू छ यहाँ। गरमको लागि फ्यानहरू। हाम्रो आङ्गीमा हम्काउँदै बस्नु हुँदैछ। हामी चाहिँ गरमको लागि हाप्लुङ छान्दैछु हो। 2टा छानिसकेको थिएँ मैले चाहिँ। एकदमै धेरै गरम थियो। अन्त यहाँनिर चामल पनि लिनु थियो, चामलहरू लिए। यता चाहिँ फ्रुटको साइड रहेछ। अनि यता चाहिँ सिटी गोल्डको पुरै सामानहरू बेच्नु हुँदै थियो। सिटी गोल्डको जे पनि चाहिन्छ यहाँनिर पाउँदो रहेछ। अनि यता घरमा लानुको लागि अन्डा छान्नु थालेँ मैले चाहिँ। सबै सौदाहरू गरेर निस्किसकेको थिएँ। यो चाहिँ पुरै पार्किङको एरिया रहेछ। अन्त म चाहिँ एकदमै गरम भएर भाइलाई पर्खिरहेको थिएँ। ठिक्कै भाइ पनि आयो। सो हामी घरतर्फ लागेँ। मलाई चाहिँ निकै अप्ठ्यारो भइरहेको थियो नि त भिडियो बनाउनु। सो अलिअलि गर्दै काट्दै बनाउँदै थिएँ मैले चाहिँ हो। अन्त धेरै गरम थियो। अहिले चाहिँ शीतल भइरहेको थियो। जतिजनालाई पनि सपिङहरू गर्नु छ बाङ्गेमा आउनु होला। बाङ्गेमा चाहिँ निकै चिप र रिजनेबल प्राइसमा पाउनुहुन्छ। यो भिडियो हेरेर पनि थाहा पाउनुभयो होला। अनि यहाँ ग्राउन्डमा चाहिँ अहिले बेलुका चाहिँ पुरै खेल्दै थियो। सो हामी चाहिँ हाम्रो गाउँ आइपुगे, घर आइपुगे। सो अहिले चाहिँ म चाहिँ बजारबाट पनि घर आइसकेँ, लुगा पनि फेरिसकेँ हो। एकदम गरम थियो, पुरा थाकेँ। तर पनि एकछिन रेस्ट गरेर म चाहिँ नानीलाई एकछिन गाउँ घुमाउनु लाँदैछु हो। सो भिडियो यहीँ एन्ड गर्दछु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।